ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुनुवन्ति दिव्यैस्तवै वेदै सङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमत चंदन चर्चितो जलबपो शुक्लांबरा मल्लिका मालालंकृत कुंडला प्रविलसन मुक्ता बले शोभिता सर्वज्ञान निधान पुस्तक धरा रुद्राक्ष माला करा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मुखं करोति वाचालं भङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाद भक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। स्वस्थानी माता को जय, संतोषी माता को जय, कालिका माता को जय। सज्जनहरू आउनुहोस् 28 अध्यायको कथामा प्रवेश गरौँ। अष्टाविंश अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि। त्यसपछि ती ब्राह्मणहरूले नवराज राजाको दरबारबाट भात लिएर चन्द्रावती भएका ठाउँमा गएर भने, हे पापिनी, त अति पापी रहेछस्, तेरा निमित्त हामीले धेरै लाज भयो। यसरी ती सम्पूर्ण ब्राह्मणहरूले कुरा बताई त्यो भात सुम्पिदिए। चन्द्रावतीले त्यो भात पाउने बित्तिकै खान तयारी भइन्। तब ब्राह्मणहरूले भने, पापिनी, यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। मुख धोई खा, तेरो अवस्था देखेर हामीलाई अति करुणा भयो। तँलाई उपदेश दिन्छौँ, ध्यानले सुन। निरञ्जन निराकार श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यसै व्रतका प्रभावले तेरो उद्धार होला। ब्रह्मत्यादि पाप गरेको भए पनि नाश होला। यस्तो पनि उपदेश गरी आफ्ना घर जाँदा भए। चन्द्रावतीले ठुलो कष्टले चार हात गोडाले टेकी खस्रदै मुख धुन भनी साली नदीका पानीमा जाँदा साली नदी सुकिँदा चन्द्रावतीले नाना तरहका विलाप गर्दै रुँदै फेरि बगरमा फर्केर मुख नधोई खाउँ भन्दै त्यो भात हातमा लिँदा खरानी भयो। खरानी पनि खाउँ भन्दा ठुलो बतासै उडाइलग्यो। खान नपाएपछि चन्द्रावती रुख डले झैँ भूमिमा पछारिएर मूर्छा भइन्। यसरी अत्यन्त दुःख पाई चन्द्रावती 5 वर्षसम्म साली नदी किनारमा लडिरहेकी थिइन्। एक दिन चेष्टा भयो र उनले मनमा विचार गरिन्, मैले कस्तो अपराध गरेको रहेछु। यति भनी मनमा नाना विषाद गरी रोइरहेकी थिइन्। केही समयपछि पौष शुक्ल पूर्णिमाको दिन आइपुग्यो र श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गका अप्सराहरू साली नदीमा स्नान गर्न आए। स्नान गरिसकेपछि सूर्यलाई अर्घ दिई बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको पूजा गर्न लागे। चन्द्रावतीले त्यो देखी अप्सराहरूलाई नजिकै गई सोध्न लागिन्, तपाईहरू देवता हो कि मनुष्य हो? म पापिनीको अवस्थामा पर्दै कहीँ चल्न सक्दिन, कोही केही खान दिँदैनन्। म के पापले यस्तै भए मेरो उद्धार कसरी होला? चन्द्रावतीको कुरा सुनेर अप्सराहरूले भने, हे पापिनी, हामी इन्द्रका अप्सराहरू हौँ। आज पौष शुक्ल पूर्णिमा हो। श्री स्वस्थानी परमेश्वरीको व्रत सुरु गर्नका लागि
स्नान गर्न यहाँ आइरहेका छौँ। तेरो अवस्था देखि हामीलाई करुणा भयो त पनि यही व्रत गर। सम्पूर्ण पापनाश भई तेरो उद्धार होला। अप्सराहरूका कुरा सुनि चन्द्रावतीले मनमनमा विचार गरिन्, मैले जानेर त अरू कुनै पाप गरेकी थिएन। डोलीहरूले ल्याएको श्री स्वस्तानी परमेश्वरीको प्रसाद अहङ्कारले फाली गोडाले कुल्चेती आफूले गरेको त्यस्तो गल्ती सम्झी चन्द्रावतीले फेरि विचार गरिन्, त्यस पापले मैले यो दुःख भोग्नु परेको होला। फेरि कपिल नाम गरेका ब्राह्मणले पनि यही व्रत गर्नु भनी उपदेश दिएका थिए। ती अप्सराहरू पनि त्यसै भन्दैछन् भने श्री स्वस्तानी देवी ठुली रहेछन्। मनुष्यहरूले अहङ्कारले नासिँदा रहेछन्। अब म पनि यो व्रत गर्छु भनी अप्सराहरूसित भन्न लागिन्। हे अप्सराहरू, श्री स्वस्तानी परमेश्वरीको व्रत विधि के हो, के गर्नुपर्छ त्यो सबै आगे गर्नुहोस्। चन्द्रावतीका कुरा सुनि अप्सराहरूले भन्न लागे, यो व्रतका प्रभावले तेरा सम्पूर्ण पाप नाश होला, दुःख नाश होला, इच्छा सिद्धि होला। यति भनी श्री स्वस्तानी परमेश्वरीको पूजाको सम्पूर्ण विधि समेत अप्सराहरूले बताई आफ्ना लोक स्वर्गमा गए। चन्द्रावतीले अप्सराहरूका उपदेशले साली नदीमा स्नान गरी एक भक्त रही एकचित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवलाई मानसिक पूजा गर्दै श्री स्वस्तानी परमेश्वरलाई मनले सम्झी नदी भइन्। त्यस दिनदेखि चन्द्रावतीको कुष्ठरोग निको हुँदै गयो र दिव्य देह हुँदै आयो। महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयारी गरी अप्सराहरू श्री स्वस्तानी परमेश्वरीको पूजा गर्न भनेर फेरि साली नदीमा गए। चन्द्रावतीले उनीहरूलाई देखि नजिकै गई भन्न लागिन्, हे अप्सराहरू, तपाईहरूका उपदेशले मैले पौष शुक्ल पूर्णिमादेखि स्नान गरी एकचित्त रही नित्य मध्याह्न कालमा श्री महादेवको मानसिक पूजा गर्ने गरेकी थिएँ। तर अब स्वस्तानी परमेश्वरीको पूजा गर्ने सामग्री केही छैन, कसो गरौँ? चन्द्रावतीको कुरा सुनेर अप्सराहरूले भने, पापिनी तिमीसँग केही नभए नदीबाट बालुवा ल्याई त्यसैको सामग्री बनाऊ र हामीहरूको पूजा गर। चन्द्रावतीले पनि हवस पनि साली नदीबाट बालुवा ल्याई सामग्री बनाइन्। श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले ती बालुवाका सम्पूर्ण सामग्री सिद्ध हुँदै गयो। अर्थात् जे नैवेद्य चिताएको थियो त्यही भयो। त्यो देखि चन्द्रावतीले मनमा आनन्द गरे। धन्य श्री स्वस्तानी परमेश्वरी भनी अप्सराहरूले दिएर गएको बालुवाको सामग्री सिद्ध भएको वृत्तान्त सुनाइन्। त्यो कुरा अप्सराहरूले सुनेपछि चन्द्रावतीको पनि दिव्य देह भएको देखि आश्चर्य मान्दै भन्न लागे, हे सुन्दरी, हामी तिमीलाई अघि पापिनी भन्दथ्यौँ, अबदेखि तिम्रो नाम पुण्यवती भयो। यति भनी आफूहरूका संसर्गमा चन्द्रावतीलाई विधिपूर्वक पूजा गर्न लगाए। चन्द्रावती ब्राह्मणीले पूजा गरिसकी हातमा अर्घ दिई पात्रले बिन्ती गर्न लागिन्, हे ईश्वरी, पहिला मैले अज्ञानले अहङ्कार गरी हजुरलाई नाना तरहले निन्दा गरे थिएँ, त्यो अपराध क्षमा गर्नुहोस्। हे लोकेश्वरी, हजुर कस्ती भने सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यकी साक्षी भइरहनु भएकी यस्ती हजुरलाई कोटि कोटि नमस्कार छ। हे परमेश्वरी, सृष्टिकर्ता ब्रह्मा पनि हजुर, संहारकर्ता रुद्र पनि हजुर, एक मूर्तिले तीन मूर्ति भई ब्रह्मा विष्णु महेश्वर भई नाम भइरहेकी यस्ती हजुरलाई कोटि कोटि नमस्कार छ। हे भगवती, पृथ्वी जल तेज वायु आकाश पनि गुण तत्त्वादि पनि अति सूक्ष्म पनि देवताकी पनि देवता यति त्रैलोक्यनाथ हजुरलाई कोटि कोटि नमस्कार छ। ईश्वरी, हजुरको महिमा वर्णन गर्न हजार जिब्रा भएका शेषनाग चतुर्मुखी ब्रह्मा कसैले पनि नसकेको म जस्तैले के सकुला। म पापिनीको पूजादेखि सन्तुष्ट भए दुःखका समुद्रदेखि पार गर्नुहोस् यति भनी अर्घ दिइन्। पूजा सकिएपछि अप्सराहरूले प्रसाद झिकेपछि भने, हे पुण्यवती, अब हामी जान्छौँ। यसो पनि ती अप्सराहरू स्वर्गतर्फ गए। चन्द्रावतीले अप्सराहरू गएपछि साली नदीको तीरमा खरको एक झुप्रो बनाएर श्री स्वस्तानी परमेश्वरीलाई मनले सम्झी राति जागा भइरहन्। भोलिपल्ट उज्यालो भएपछि चन्द्रावतीले
साली नदीमा स्नान गरी अष्टोत्तर 100मा सबै थोक आठ हातमा लिएर प्रार्थना गर्दै भन्न लागिन्, ईश्वरी मेरा यहाँ कोही छैनन्, यो प्रसाद कसैलाई दिउँ, मेरा स्वामी नवरासँग चाँडो भेटोस्। यदि भन्दै चन्द्रावतीले प्रसादको सबै थोक 8 सङ्ख्याका दरले साली नदीमा बहाइन्। 100 रोटी आफूले फलार गरिन्। श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीको सम्पूर्ण पाप नाश भई पहिलेको भन्दा पनि दिव्य देह भयो। त्यो देखि मनमा आनन्द गरे। धन्य श्री स्वस्थानी परमेश्वरी भनी बार प्रणाम गर्दै रहिन्। हरे नमः। इति श्री स्कन्धे पुराणे केदारखण्डे माघमात्मे कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां चन्द्रावती श्री स्वस्थानी व्रतकृत नाम अष्टविंशोऽध्याय। हरे नमः। स्वस्थानी माता को जय। मंगलम वा सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन तल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्यो पृथिवी सस्यशालिनी देशोऽयं शोभरहितो ब्राह्मण सन्तु निर्भया अपुत्र पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धन सदन सन्तु जीवन्तु शरदां तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति यत्र यत्र चतुर्धार कथा प्रसंग या कुन्दन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकर या श्वेतपद्मासना या ब्रह्मच्युत शंकर प्रभृतिभिः देवै सदा वन्दिता सामं पात सरस्वती भगवती निशेषजाड्यपाकायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभाव करोमि यत् यत् सकलं परस्मै नारायणायेति समर्पये तत् नारायणायेति समर्पयेत्। स्वस्थानी माता को जय।